एपिसोडमा म तपाईहरुलाई भिटामिन्स एन्ड मिनरल्सको बारेमा यही बोर्डमा एक्सप्लेन गर्न गइरहेको छु। भिटामिन्स हाम्रो बडीको लागि एसेन्शियल हुन्छ फर इम्युन फङ्सन एन्ड स्किन हेल्थको लागि। सो भिटामिन ए हाम्रो बडीको लागि आवश्यकता हुन्छ। त्यसपछिबाट भिटामिन डी प्लेसन फर बोन हेल्थ एन्ड क्याल्सियम एब्जर्प्सन, हाम्रो बोन हेल्थको लागि एकदमै आवश्यकता हुन्छ एन्ड क्याल्सियमहरू एब्जर्ब गर्नको लागि भिटामिन डी को आवश्यकता पर्छ। त्यसपछिबाट भिटामिन ई एन्टिअक्सिडेन्ट टु प्रोटेक्ट सेल्स, हाम्रो बडीमा जति सेल्सहरू हुन्छ नि त्यसको प्रोटेक्सनको लागि एकदम आवश्यकता हुन्छ भिटामिन ई। त्यसपछि भिटामिन के नेसेसरी फर ब्लड क्लटिङ, ब्लडहरूलाई क्लोट गर्नको लागि आवश्यकता हुन्छ। अब म तपाईहरुलाई एक्सप्लेन गर्दैछु मिनरल्सको बारेमा, जो हो कि क्याल्सियम। क्याल्सियम हामीलाई किन आवश्यकता हुन्छ, जस्तै कि मसल कन्ट्राक्सन गर्नको लागि एन्ड बोनहरू स्ट्रङ होस् त्यसको लागि हामीलाई क्याल्सियमको आवश्यकता पर्छ। त्यसपछिबाट म्याग्नेसियम मसल रिकभरीको लागि र क्र्याम्प नहोस् भनेर हामीलाई म्याग्नेसियमको आवश्यकता पर्छ। त्यसपछिबाट आइरन अक्सिजन सप्लाई गर्छ मसलमा। जति बेला हामी एक्सरसाइजहरू गरिरहन्छौँ त्यति बेला अक्सिजन सप्लाई गर्ने काम हुन्छ त्यो आइरनले गर्दा। देन नेक्स्ट जिङ्क भयो टेस्टोस्टेरोन एन्ड मसल रिपेयर गर्नको लागि। हाम्रो बडीमा जिङ्क भयो भने राम्रो अमाउन्टमा मसललाई रिकभरी गर्नको लागि र टेस्टोस्टेरोन बुस्ट गर्नको लागि जिङ्कको आवश्यकता हुन्छ। पोट्यासियम प्रिभेन्ट मसल क्र्याम्प हुनलाई रोक्छ। सोडियम भनेको हाइड्रेसन एन्ड नर्भ फङ्सनहरूको लागि आवश्यकता हुन्छ। अब नेक्स्ट एपिसोडमा तपाईहरुलाई एक्सप्लेन गर्न गइरहेको छु डाइट भनेको के हो।